सम्बोधन ऐजन ऐजन। मेरो कविताको शीर्षक हो समाजसेवी भीमबहादुर को सम्झना। समाजसेवी भीमबहादुर अधिकारीको सम्झना। छन्द अनुष्टुप। कविता यस प्रकार छ। श्रम सिप सदाचार सद्भाव स्वावलम्बन सेवा भाव र सम्मान इन्द्रेणी मय चिन्तन लोक कल्याणका निम्ति सेवा कर्म गरिकन भलाइ लोकको गर्दा बन्यो सार्थक जीवन भयो भलो चिताएर भलाइमा समर्पण भयो भलो चिताएर भलाइमा समर्पण बहादुर भयो भीम बन्यो अमूल्य भूषण उपकारी गुणी तिम्रा सेवा धर्म र संस्कृति सिक्यो समाजले आज कला कल्याण सञ्चिति सिक्यो समाजले आज कला कल्याण सञ्चिति सादा जीवनमा उच्च विचारमा छ उन्नति शिक्षा समाजले पायो सादा जीवन पद्धति शिवको शक्तिमा पायो सेवाको मार्ग पावन छ तिम्रो चाहना चोखो चाणक्य सरी जीवन गाउँ सेवा उकासेर गरायौ उच्च उन्नति सेवाको भावना छर्दा फैलिँदो छ समुन्नति सेवाकै कर्मले गर्दा बन्यौ कल्याणको मणि साझा समाजको माझ भयो भीम शिरोमणि मान्छेमा मान्दछौँ हामी देवतुल्य फरासिलो तिम्रो दर्शनले हाम्रो छाती हुन्छ फराकिलो गण्डकी क्षेत्रमा स्वच्छ फैलायौ कीर्ति सौरभ सम्मान गर्दछौँ हामी मानी नेपाल गौरव तिमी हौ देशका भक्त पूर्वीय परिवेशका नेपालीपनका प्रेमी भाषा भेष विशेषका सुकिलो मार्गमा हामी हिँडेका छौँ निरन्तर शोकमा शक्तिको ऊर्जा भरेका छौँ बरोबर आत्मा पवित्र तिम्रो छ अवश्य शान्ति पाउँछौ आनन्द स्वर्गको पाई शान्तिकै गीत गाउँछौ तिम्रा सद्भाव सिद्धान्त हामी अघि बढाउँछौँ तिम्रा सद्भाव सिद्धान्त हामी अघि बढाउँछौँ श्रद्धा भाव खन्याएर पुष्पाञ्जली चढाउँछौँ श्रद्धा भाव खन्याएर पुष्पाञ्जली चढाउँछौँ। धन्यवाद।